हेलो एन्ड गुड मर्निङ नमस्ते स्वागत छ तपाईहरुलाई M10 नेपालमा म निशान्त पौडेल। हाल म एनपीएल को तयारी चल्दै गर्दाखेरि हाल म ट्यु क्रिकेट ग्राउन्डमा आएको छु र के कस्ता काम हुँदैछन् भनेर यहाँहरुलाई जानकारी दिनको लागि अहिले यो ट्यु क्रिकेट ग्राउन्डको प्राङ्गणमा हाल कीर्तिपुरमा यो चाहिँ बनिरहेको यो ग्राउन्ड हो। यो ग्राउन्डमा आएको छु भने अहिले हाल फ्लड लाइटको काम भने 1 नम्बर तर्फको फ्लड लाइटको कामको जडानको काम लगभग अन्तिम चरणमा पुगेको छ भने अब त्यहाँनिर चाहिँ एउटा दुईटा हाल्नलाई फ्लड लाइटको बत्ती दुईटा हाल्न बाँकी रहेको यहाँहरुलाई जानकारी दिन चाहे दर्शकबिन। र साथै अब यो 2 नम्बर तर्फ भने यसमा पनि लगभग 4-5 वटा फ्लड लाइट जडान गर्न बाँकी रहेको यहाँहरुलाई जानकारी गराउन चाहे। त्यो फ्लड लाइट जडान भएसँगै यहाँनिर चाहिँ आज नै यसलाई चाहिँ आज बेलुकासम्ममा यो बत्ती बालेर यसलाई टेस्ट गर्ने भनेर चाहिँ आधिकारिक जानकारी आएको छ भने साथसाथै यहाँहरुलाई देखाउन चाहे यो जुन 3 नम्बर फ्लड लाइट तर्फको यो हाई मास्ट पोल चाहिँ यहाँ चाहिँ बत्तीहरु केही पनि जडान गरेको छैन। यसलाई चाहिँ आज चाहिँ एकदमै तीव्रता दिने भन्ने आधिकारिक जानकारी आएको छ। साथसाथै यो भिआइपी प्याराफिट अर्थात् 23,000 स्क्वायर फिट तर्फ म उभिँदाखेरि चाहिँ यो 23,000 स्क्वायर फिटमा चाहिँ यसरी चाहिँ यो भिआइपी बक्सहरुको निर्माण भएको छ र यहाँनेरि बक्साहरु बनाइएर राखिएको दृश्य यहाँहरुले देख्न सक्नुहुन्छ। यस्तो छ ताजा अवस्था र यो ग्राउन्डलाई चाहिँ यो 23,000 स्क्वायर फिटलाई चाहिँ एकदम चिटिक्क पार्ने कार्य भइरहेको छ भने यो माथिपट्टि चाहिँ यसरी छानोले छाम्दै गर्दाखेरि चाहिँ त्यहाँनेरि लाइट हाल्नको लागि तपाईहरुले त्यो दुलो देख्न सक्नुहुन्छ। त्यसमा चाहिँ लाइट फिक्सिङ गरिनेछ। नाइट रात्रिकालीन चाहिँ त्यहाँ बत्ती बाल्दाखेरि बस्ने मान्छेहरुलाई चाहिँ एकदमै छुट्टै आनन्द महसुस हुनेछ दर्शकबिन। भने हिजो चाहिँ 4 र 5 को लाइट बालेर चाहिँ चेक गरिसकेको छ भने 4 र 5 नम्बरको मात्रै लाइट बाल्दाखेरि पनि यो ट्यु क्रिकेट ग्राउन्ड चाहिँ एकदमै उज्यालो र चकिलो र एकदमै राम्रो र सुन्दर देखिएको थियो। र दुईटै लाइट बाल्ने बित्तिकै पनि यो ग्राउन्ड चाहिँ एकदमै धपक्कै बलेको थियो र दुईटा मात्रै लाइट बाल्दाखेरि यो पुरै ग्राउन्डलाई चाहिँ उज्यालोले पुरै ढाकेको थियो दर्शकबिन। यस्तो छ ताजा अवस्था भने म अब यहाँहरुलाई 60,000 स्क्वायर फिटको दृश्य पनि देखाउने कोसिस गर्नेछु भने यतापट्टि यो जुन यो यतापट्टि पनि क्यानको मान्छेहरु बस्ने यो ठाउँ बनाइएको छ। यहाँनेरि चाहिँ भनौं न त्यस्तै भिआइपी जस्तै यहाँ बस्ने यो कुर्सी सुर्सी राखेर यहाँ ठिक्क पारिएको छ। पहिले कुर्सी सुर्सी थिएन। त्यो घरमा चाहिँ पहिले कुर्सी फिटिङ गर्नको लागि त्यहाँको कुर्सीहरु हटाएर त्यहाँनेरि नै हरियो पहेँलो कुर्सीहरु चाहिँ त्यहीबाट फिटिङ भएर यतापट्टि 60,000 स्क्वायर फिट र 23,000 स्क्वायर फिटमा जडान भएको थियो। हजुरहरुलाई थाहा नै छ। साथै यतापट्टि यो जुन खाली ठाउँ थियो यो स्कोर बोर्ड भन्दा यता साइड ठाउँमा चाहिँ जहाँ खाली स्थान थियो त्यहाँनेरि चाहिँ टिमहरुको ओनरहरुलाई चाहिँ बस्ने ठाउँहरु चाहिँ यसरी चाहिँ बनाइएको छ। यहाँहरुले देख्न सक्नुहुन्छ दर्शकबिन। यस्तो छ कुर्सी कालो कुर्सी राखिसकेको जानकारी दिन चाहे दर्शकबिन। र ट्यु क्रिकेट ग्राउन्ड बिहान एकदमै सुन्दर र आकर्षक देखिएको छ भने बीचमा चाहिँ यसरी तिरपाल राखेर चाहिँ यो जुन पिचलाई छोप्ने कार्य भएको छ शीतले चाहिँ भिज्छ भनेर छोप्ने कार्य भएको छ भने साथसाथै घाँस काट्दाखेरि चाहिँ एकदमै चिटिक्क लाइन पारेर यसरी घाँस काट्दाखेरि चाहिँ चिटिक्क देखिएको यो ट्यु क्रिकेट ग्राउन्डमा चाहिँ यो साइडमा चाहिँ यहाँ चाहिँ मिडियाहरु बस्ने ठाउँ हुनेछ। यो मिडिया हब हुनेछ भने यहाँ क्यामेराम्यानहरु सम्भवतः बस्नेछन् यहाँनेरि पनि। भने साथसाथै हाम्रो यो स्कोर बोर्डमा स्कोर दिइनेछ भने यतापट्टि तलपट्टि पनि यहाँ केही कालो अक्षरले लेखिएको जस्तो देख्नुहुन्छ। त्यो पनि हातले चाहिँ स्कोर दिइने त्यो राख्ने त्यहाँनेरि स्कोर बोर्ड हो त्यो पनि अर्को। यस्तो छ ताजा अवस्था ट्यु क्रिकेट ग्राउन्डको भने म सर र अगाडि बढेर यहाँहरुलाई अरु ठाउँको पनि दृश्य देखाउने छु। र दर्शकबिन यो 60,000 स्क्वायर फिट तर्फ आउँदै गर्दाखेरि यहाँनेरि यो 4 नम्बर हाइमास्ट पिल्लरको टेस्टिङको कार्य सकिसकेको छ भने हिजो चाहिँ यसका साना मिस्टेक कुराहरुलाई चाहिँ जोड्ने काम र टेक्नोलोजीका कामहरु चाहिँ यहाँ गरिएको थियो। यहाँहरुले
बेलुकीखेरको भिडियोमा देख्न सक्नुहुन्छ भने यसै गरी यो 60,000 स्क्वायर फिटमा चाहिँ यस्तो ताजा अवस्थाले यहाँ जालीसाली घेरिसकेको छ र यो जुन आफ्नो जोनबाट चाहिँ छिर्ने स्थान पनि बनाइएको छ। जथाभावी छिर्न नमिल्ने, जसरी पहिले हामी एउटा जोनमा छिर्दाखेरि चाहिँ जता पनि बसेर हामी हेर्थ्यौँ यो कुनाभरिमा, भने अहिले त्यस्तो चाहिँ हुने छैन। अहिले चाहिँ जुन ठाउँका तपाईँले टिकट काट्नुहुनेछ त्यही ठाउँभन्दा चाहिँ अन्त चाहिँ तपाईँहरू जान पाउनुहुने छैन। यसरी ब्लक वाइज यसै गरी चाहिँ जाली लगाइएको छ। हल्का तपाईँहरूलाई म यो जुम गरेर पनि देखाउने कोसिस गर्नेछु। यसै गरी यो हल्का अगाडिपट्टि पनि यहाँनिर चाहिँ जाली लगाइएको छ। म त्यो स्थान पनि गएर कभरेज गर्नेछु दर्शक पनि। यस्तो छ ताजा अवस्था। भने यो चाहिँ 4, 5 र 6 नम्बरको चाहिँ फ्लड लाइटको टेस्टिङ भइसकेको छ भने अब आज सम्भवतः 1 र 2 को चाहिँ फ्लड लाइट टेस्टिङ हुनेछ भने जानकारी दिन चाह्यो भने 3 नम्बरमा आज चाहिँ तीव्र गतिमा फ्लड लाइटको जडान हुनेछ र ठुलो जनशक्ति अब यहाँ फ्लड लाइट जडानमा खटिरहेको जानकारी दिन चाहे भने ब्लक गरेर चाहिँ ठुलो क्वान्टिटीमा चाहिँ यहाँनिर फ्लड लाइटको जडान भइरहेको यहाँहरूलाई जानकारी गराउन चाह्यो भने यसरी चाहिँ यो ट्यु क्रिकेट ग्राउन्डको चाहिँ एनपिएलको तयारी चाहिँ भव्य भइरहेको यहाँहरूलाई जानकारी गराउन चाहे। अब गेम हुनलाई पनि खास धेर टाइम बाँकी नरहेको यहाँहरूलाई थाहा नै छ। भने यो साइडमा चाहिँ उतापट्टि अगाडिपट्टि चाहिँ तपाईँहरूको यो दर्शक सिट्ने ठाउँ चाहिँ यतैबाट यो उता अगाडिपट्टिबाट हुनेछ भने यसरी चाहिँ यो रिङ रोडलाई चाहिँ यसरी ग्रेभल गर्ने कार्य चाहिँ भइसकेको यहाँहरूलाई जानकारी गराउँछ। यस्तो छ ताजा अवस्था। र यो टोयलेट यसरी चाहिँ निर्माण गरिएको छ दर्शक पनि। यो टोयलेट चाहिँ यसरी देख्न सक्नुहुन्छ। टोयलेटको यहाँ प्यानहरू हालिसकेको यहाँहरूलाई जानकारी गराउँछ। यस्तो छ ताजा अवस्था। भने यसलाई चाहिँ जस्ताले अब छिट्टै नै घेरिनेछ र यो टोयलेटको जस्ताले घेरेसँगै यहाँनिर चाहिँ लेडिज जेन्ट्सहरू दुवैजनालाई चाहिँ सजिलो हुने गरी चाहिँ टोयलेटको निर्माण हुने भइरहेको दृश्य देख्न सक्नुहुन्छ। भने लेडिज जेन्ट्सको चाहिँ छुट्टै टोयलेट हुने भन्ने जानकारी आएको छ। यतापट्टि पनि टोयलेटको निर्माण भइरहेको यहाँहरूलाई जानकारी गराउन चाहे। यस्तो छ ताजा दृश्य ट्यु क्रिकेट ग्राउन्डको एनपिएल सिजन 2 हुँदै लाग्दाखेरि चाहिँ यसरी तीव्र गतिमा यहाँनिर चाहिँ कामहरू भइरहेको छ। भने यसरी यहाँनिर नजिकै जेनेरेटर ल्याएर यो एउटा फ्लड लाइटलाई चाहिँ एउटा जेनेरेटरले चाहिँ आज चाहिँ टेस्टिङ गरिएको थियो भने यसलाई चाहिँ यो जेनेरेटर यसरी ल्याएर राखेको पनि देख्न सक्नुहुन्छ। यो जेनेरेटरले चाहिँ यसलाई चाहिँ आज टेस्टिङ गरिएको हो दर्शक भने यसरी चाहिँ यो फ्लड लाइट देख्न सक्नुहुन्छ। यहाँहरूलाई यसै गरी चाहिँ मैले जानकारी दिने कोसिस निरन्तर गर्नेछु दर्शक पनि। यस्तो छ ताजा अवस्था। भने यो टेस्टिङ गरेर चाहिँ हिजो चाहिँ यसलाई चाहिँ एकदमै टेस्टिङ गर्ने कार्य चाहिँ द्रुत गतिमा भएको थियो भने आज अब 1 र 2 को टेस्टिङ कार्य सुरु हुने यहाँहरूलाई जानकारी गराउन चाहे। भने यस्तो छ यो बाटोमा चाहिँ यसरी चाहिँ ग्रेभल गरेर रोलिङ गरिएको थियो। साथसाथै अब यो बर्खाको समय आउँदाखेरि चाहिँ यहाँनिर चाहिँ अलि हिलै हुने जस्तो देखिने छ दर्शक पनि। यस्तो छ ताजा अवस्था। ट्यु क्रिकेट ग्राउन्डको प्राङ्गणमा हाल रहिरहँदाखेरि चाहिँ यस्तो छ ताजा अवस्था। भने यतापट्टि यो साइडको खाल्टोहरूलाई पनि पुरेर फिलिङ गरिने छ। यहाँनिर यो खाल्टो तपाईँहरूले देख्न पाउनुहुने छैन। भने यस्तो छ यो ट्यु क्रिकेट ग्राउन्डलाई चाहिँ तयार पारिँदै गर्दाखेरि चाहिँ यस्तो दृश्य यहाँहरूले देख्न सक्नुहुन्छ। र